हेलो नमस्ते साथीहरू, यहाँहरूलाई एकदमै स्वागत छ हाम्रो यो सानो मिनी ब्लग भनौँ भिडियो भनौँ हैन के भनौँ जेसुकै भनौँ जेमा पनि स्वागत छ यहाँहरूलाई। सेवारो स्यामुन्ना झोरले जोजोलोपा फ्यापुल्ला हौवा सेवा नमस्कार, यहाँहरूलाई एकदमै धेरै स्वागत छ हाम्रो बिहानी पखाको यो भिडियोमा। आज चाहिँ हामी मर्निङ वाक जाँदैछौँ है साथीहरू। उहाँ हाम्रो नाना अपुई झन्डै लड्यो नाना उहाँ हाम्रो नाना पनि कुद्दै हुनुहुन्छ। अनि यस्तै छ, आजको बिहान एकदम रमाइलो छ, फ्रेस छ, किनभने हिजो पानी परेर आज चाहिँ एकदम मौसमहरू सफा भएको अवस्था छ है साथीहरू। चक छ, यता धान छ होइन, अनि मान्छे त दौडिरहेको अवस्था छ र हामी पनि बिहानको मौसममा मर्निङ वाक जाँदैछौँ होइन निमा। यहाँ फुलहरू देख्न सक्नुहुन्छ कस्तो राम्रो छ है। अनि यता चराको जोडीहरू पनि देख्न सक्नुहुन्छ, बबाल बबाल जोडीहरू कस्तो मजाले बसिरहेको छ। चराको जोडी यस्तै छ है। ओए खतरा घुमायो त खै। नमस्ते सेवाहरू सेवा अदिमा सेवा हौवा झोरले ल है। हामी चाहिँ रनिङ हान्न गएको, गलेर लोत पल्टियो, त्यही भएर बिस्तारै हिँड्दैछौँ। ल उहाँहरू कुद्दै हुनुहुन्छ। पर्खा हो गाइजहरू, पर्खा हो। हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै। हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै। साँच्चै यस्तो सुन्दरता देखेकै थिइनँ कतै। मिलेका ती आँखाहरू छन्, हेरिरहँ बनाउँछन्। खुलेका ती केसहरूले झन् बाँच्न छर्दछन् गुलाब छन्। म हराए यिनमै हराए। कहाँ पुग्यो गीत पनि, टुप्पा चाहिँ उहाँ माथि, खेत चाहिँ तल झरेर कहाँ कहाँ के भयो। ल साथीहरू, मेरो आवाज मेरो मुख र बिन्दुबाट निस्केको एउटा सुमधुर गीतहरू सुनिदिनु भयो होइन, त्यसलाई एकदम धेरै धेरै धन्यवाद। गीत गाउन त आउँदैन होइन, प्रयास मात्रै हो। के भेट्यो जस्तो लाग्यो अरे? हो आकाश, आकाश भेटे, आकाश भेटे। रेडी, यहाँलाई स्वागत छ मेरो मेरो के भन्नु, मेरै हो, मेरोमा स्वागत छ यहाँलाई। यहाँलाई स्वागत छ। खै नमस्ते गरेको छ, धन्यवाद। नमस्ते हजुरहरूलाई धन्यवाद छ। अनि आज म गीत गाउन गइरहेको छु तपाईँहरूको
सामु 1 2 3 गो रेडी देउरालीको बरपिपलमा सँगै कसम खाउला यता हेरिदिनु होला बेहुली बनी बस्न तिमी जन्ती लिएर आऊ केटी भएर केटा गीत नगाउनु होला प्लिज हातमा सुनको पाला तिम्रै लागि साँचेको छु स्वयंवरको माया धन्यवाद यहाँ म यहाँलाई यहीँ रोक्न चाहेँ किनभने माफ चाहन्छु यहाँको समधुर स्वरले चाहिँ यहाँलाई ठ्याट्टै बिचैमा रोकिहालेँ त्यसको लागि माफी चाहन्छु त्यहाँदेखि मलाई गीत अब यहाँलाई यस्तो गीत गाउने प्रेरणा चाहिँ हजुरलाई कहाँबाट मिल्यो होला एकचोटि सानो टुक्का भनिदिनु भित्र मेरो आत्माबाट निस्क्यो आत्मैबाट निस्क्यो भनेपछि यहाँको कला चाहिँ सानैदेखि हजुर अनि के अरे यस्तो राम्रो कला अनि के अरे गायकी यहाँले कतै सङ्गीत पनि सिक्नु भएको छ कि यो भुइँफुट्टुवा हो सिक्नु त सिकेको छैन भुइँफुट्टुवा भुइँटिपुवा कि भुइँटुक्वा चाहिँ ए म त भुइँटुक्वा भन्ने भुइँफुट्टुवा हो अनि के अरे हजुरले कतिवटा गीतहरू चाहिँ गाउन सक्नुहुन्छ भन्नुपर्दा लगभग एउटाको आधी एउटाको आधी मात्रै हो फेरि अर्को टुक्का सुनाएर मलाई मन्त्रमुग्ध बनाइदिनुहोस् त अर्को टुक्का गाउँदा त फेरि काउन्टडाउन दिनुपर्छ कि त्यतिकै गाउनु म अब लगभग गाउँदिनँ होला अब पुगिसक्यो होला एउटा सानो टुक्रा जाने बेलामा अन्तिममा सुनाइदिनुहोस् न प्लिज यहाँ अब यस्तो बिहानीको समयमा ल साथीहरू आजको मेरो मिनी भ्लगलाई चाहिँ नि मैले यहीँनिर घोप्ट्याउन चाहेँ भन्दै अब चाहिँ हामी घर आइसकेको छौँ होइन हामी चाहिँ यो भ्लगलाई चाहिँ यहीँनिर विश्राम गर्दै यहाँहरूको दिन चाहिँ एकदमै शुभ रहोस् स्वस्थ रहनु मस्त रहनु एकदमै व्यस्त रहनु भन्दै बिदा हुन चाहन्छु बाई बाई गाइसहरू बाई 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 बाई